हस्पिटल यतै हो नि होइन? माथिल्लो बाटो हो? हस् धन्यवाद। त्यहाँनिर घाउ ड्रेसिङ गरिदिँदै हुनुहुन्छ। हेलो गाइज, लेट्स वेलकम माई युट्युब च्यानल। आज चाहिँ म हलेसी जाँदैछु। यहाँ त क्रसर राखेको होइन, उठाएछ। सो यो चाहिँ बिजुले भन्ज्याङ, बिजुलेबाट यता सालतापट्टि अर्खुले 2 किलोमिटर। यस्तो टर्निङमा होस् गर्नुपर्छ। यहाँ चाहिँ अर्खुले बजार हो। यो माथि हटिया लाग्थ्यो यता माथि। अनि हामी चाहिँ पहिला हिँड्दै आउँथ्यौँ सुँगुर पाठा किन्न, अरू पनि। यस्तै छ है, यस्तै छ हलेसी बजार। बाटो चाहिँ राम्रै छ, तर पिच भए पनि अलिक गान्द्राङ गुन्द्रुङ। हामी चाहिँ अहिले नागी आइपुग्न लाग्यौँ। लगभग 1 मिनट पछि नागी पुगिन्छ। नागीदेखि उँभो चाहिँ तुवाचुङ डाँडा भन्छ है। तुवाचुङ सुन्नुभयो होला, कतिले सुन्नुभएको छैन होला। तुवाचुङ साकेला हुन्छ त्यहाँनिर चाहिँ उभौलीमा। यो चाहिँ तुवाचुङको पार्किङ होइन, यो उकालो तुवाचुङ सिडी छ, माथि डाँडा छ। रोडबाट जाँदा यताबाट अगाडिबाट माथि। सो यस्तै छ हाम्रो गाउँघर, जिल्ला खोटाङ। अहिले सापट गएर फेरि अहिले माग्यो अरे। बरु नल्याउनु नि होइन, 1-2 दिनै भनेर हँसाउँछ केटाहरू। 2 किलोमिटर छ। रोड घुम्दा बाटोबाट जाँदा त 500 मिटर पनि छैन होला। सो त यो अहिले चाहिँ एसी चलिरहेको छ। स्टुडेन्टहरू बाटोतिर देख्न पाइन्छ होइन। यस रोडको डिलमा मिरर राखेर सजिलो चाहिँ भएको छ। हस्पिटल चाहिँ यता पर्यो, हस्पिटलतिर जान्छौँ हामी। कति पो छ गएर बाटो त है। यत्रो बजेट हुन्छ यार नगरपालिकाको, यति पिच गर्दैन हस्पिटलको बाटो। सुरु चाहिँ गरे रहेछ है, यही जुनीमा त सक्छ होला। हस्पिटल यतै हो नि होइन? माथिल्लो बाटो हो? हस् धन्यवाद। सो हामी चाहिँ हलेसी नगरपालिकाको हस्पिटल पनि आइपुग्यौँ होइन। स्वास्थ्य चौकी कक्र्यो नि। अब झन् बाइकमा बस्यो, अघि हिँडेर निस्किनु भयो। सो हामी चाहिँ हस्पिटल पनि आइसक्यौँ। खुलेको छैन अब क्या नि। यहाँ चाहिँ नयाँ हस्पिटल बन्दै रहेछ होइन। ठिक छ। यो चाहिँ अस्ति भाइरल भएको थियो, यहाँ लथालिङ्ग पारेर ठेकदार भाग्यो भनेर होइन। सो तर बन्दै रहेछ, काम गर्ने मान्छेहरू पनि छ अलिअलि। यस्तै छ है साथीहरू। प्रायः रोडहरू सबै खिया लागिसकेको देखेँ मैले। ढिला सुस्ती भएपछि यस्तै हो होइन, कुहिने मकिने भन्दा पनि खिया लाग्ने चिज लागिहाल्छ। बाटो चाहिँ यस्तो छ,
सो अहिलेको हस्पिटल चाहिँ यहाँ हो है। सो यहाँनिर चाहिँ टिटनासको सुई पाउँदैन रहेछ। फेरि हामी उता जानुपर्ने भयो। 24 घण्टा नबिती लाउनु पर्ने अरे अब। त्यहाँनिर घाउ ड्रेसिङ गरिदिँदै हुनुहुन्छ। ठिक छ भयो चिसा हजुर दुख्छ त हाम्रो काकाको पनि उपचार भइसक्यो यहाँनिर। घुमाउने एक फन्क ल भयो ल। हाम्रो काक्स पनि ठिक भइसक्यो अब खोप भेटिसक्यो होइन। त्यो हलसीको ट्राफिक चोक हामी चाहिँ अब फिरेको। ओभरटेक गर्नुपर्ने हुन्छ है। होटल हलेसी भिलेज अरे हलेसी थानको थान देउता रहेछ यो केटा। यहाँबाट यता चाहिँ हलेसी महादेव स्थान होइन मन्दिर हो। अब यता चाहिँ हामी दिक्तेल जाने बाटो लाग्यो। सो साथीहरू आजलाई भिडियो यति नै है त। च्यानललाई सब्सक्राइब, भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्नु नभुल्नु होला। UTR01VG